नमस्ते साथीहरू, वेलकम टु माई युट्युब च्यानल। हजुरहरू पनि सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। आज चाहिँ दिदी भेनाजुको 25 एनिभर्सरी थियो। सो त्यसमा चाहिँ मलाई पनि इन्भाइट गर्नुभएको थियो। साथीहरू, दिदीको चाहिँ वेलकम भइसक्यो है डोरबाट। अगाडिको चाहिँ सानी नानी कलशमा पानी लिएर बस्ने नानी चाहिँ छोरी हो दिदी भेनाजुको, र छोरा पनि छ। छोरा चाहिँ यहाँ छैन, छोरा चाहिँ अस्ट्रेलियामा छ। सो दिदी भेनाजु चाहिँ थोरै इमोसनल पनि हुनुभएको थियो। ल त्यो कुरालाई छोडिदिउँ साथीहरू। अब दिदीको चाहिँ बिस्तारै डान्स हुँदैछ। डान्स हामीहरू चाहिँ हेरेर अब इन्जोय गर्नुपर्छ है साथीहरू। स्टार्टिङ डान्स। वाउ, दिदीलाई फेरि टु ब्युटिफुल देखेको थियो। ब्युटिफुल, वाउ। तर साउन्डलाई चाहिँ मैले अब कभर गरिदिएँ मेरो साउन्डले। सो गीतको साउन्ड चाहिँ सुनेको छैन। भेनाजु पनि ग्लेस हुनुहुन्थ्यो। सरप्राइज दिनुभएको हो दिदीलाई। अब भेनाजुले टक्क बुके दिनुहुन्छ दिदीलाई। वाउ, सो ब्युटिफुल बुके दिनुभयो। अब दिदी भेनाजु टक्क आफ्नो स्थानमा जानुहुन्छ। वाउ, अब बिहे धुमधाम तरिकाले नभए पनि 25 एनिभर्सरी धुमधाम तरिकाले मनाउनु भएको छ। किनभने अब पहिला त अब धुमधाम तरिकाले मनाएको हुँदैन, गरेको हुँदैन। त्यही अनुसारको रीतिथिति अनुसारको अब अवस्था सिचुएसन त्यही अनुसारको गरे हुन्छ नि त होइन। बिहा पनि अहिले चाहिँ अब छोरा पनि अब भइदिएको भए झनै रमाइलो राम्रो हुन्थ्यो अभियसली। यहाँ चाहिँ म देखेको छु माइ गड। भिडियो बनाउँदैछु गाइस साथीहरू। यहाँ चाहिँ लेडिज एन्ड जेन्टलमेनहरू पुरा मस्त इन्जोय गरिरहनु भएको छ दिदी भेनाजुलाई हेरेर पार्टीमा। वाउ, रमाइलो भएको थियो। तर डान्स भिडियोहरू चाहिँ छैन है। यो चाहिँ म लास्टमा पनि आएँ। ओके साथीहरू, बाई बाई।